Hello guys, welcome to back my new vlog. के छ तपाईहरु अलखर अनि म पनि सन्जय आरामै छु पक्कै पनि तपाईहरु सन्जय आरामै हुनुहुन्छ होला अनि आज चाहिँ हामी दिदी भाइ घाँस काट्न बारीतिर जाँदै छौं देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यता दिदी हुनुहुन्छ अनि यता चाहिँ म छु अनि पक्कै पनि मेरो भ्लग मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु बिर्सनु होला भन्न चाहन्छु। अब चाहिँ हामी घाँस काट्न जाँदै छौं गाइज। बिहानको 8-9 बजेको समय छ हैन। हामी चाहिँ घाँस काट्न माथिबाट तलतिर झरिरहेका छौं। यता चाहिँ यहाँ जय छानालाई रेडी पारेर राखेको बारी छ देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यहाँ चाहिँ एकदम धेरै फूल रोपिएको थियो तर फूल चाहिँ एउटा पनि फुलेन यहाँको चाहिँ हैन गाइस। यहाँ हेर्नुस् घाँसै घाँस यही हो फूल ल हेर्नुस्। अनि तपाईहरुलाई कस्तो लाग्छ मेरो भ्लग। यहाँ चाहिँ जय छरिसकेको छ देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ। अनि अब हामी चाहिँ जाँदैछौँ। हामी जाने बाटो चाहिँ यस्तो छ। ल आलु सुतेछ गाइस। निन्द्रा लागे जस्तो है आलुलाई पनि के कसो सही हो। फुल ल हेर्नुहोस् गाइस। तिहारमा फुल्नुपर्ने फुल भर्खर फुल्दैछ। तिहार सुरु हुँदैछ यतातिर। तपाईहरुकोतिर सकियो कि सकिएन नै थाहा छैन तर हाम्रोतिर भर्खर सुरु हुँदैछ। त्यही भएर फुलले नि स्वागत गरिरहेको छ हामीलाई चाहिँ। ल हेर्नुहोस् नि बिस्तारै ल हेर्नुहोस् गाइस। यहाँदेखि पल्लो छेउसम्म म तपाईहरुलाई देखाउँछु है त पाउनुहोस् है त। ल हेर्नुहोस् लुक दिस गाइस। ल हेर्नुहोस् कति धेरै फुल छ कुरै नगरौँ कि। एउटा क्याचुको फुल देख्नुहुन्न कि यहाँ चाहिँ तपाईहरुले अलि ध्यान दिएर हेर्नु होला हैन। तर एउटा पनि क्याचुको फुल देख्नुहुन्न कि तपाईहरुले। ल हेर्नुहोस् ल फाइनल्ली सकियो। यतापट्टि चाहिँ आलु छ हैन। ल अब म चाहिँ यताबाट देखाउँछु है त। लुक दिस गाइस। ल हेर्नुहोस्। अनि तपाईहरुको तिहार कस्तो भयो आई होप पक्कै पनि रमाइलो भयो होला। अनि म चाहिँ यहाँ घाँस काट्न हिँडिरहेको छु म र मेरो दिदी। यता पनि फुल सुतेछ ल हेर्नुहोस्। तर यो फुल चाहिँ बबाल छ के गाइस बबाल हैन। त्यही हो। अब चाहिँ घाँस काट्ने ठाउँमा पुगिसकेपछि बटमला गाइस। हामी चाहिँ फाइनल्ली घाँस काट्ने ठाउँमा आइपुगिसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ आलुबारीमा चाहिँ के घाँस काट्ने होला भनेर सोचिरहनु भएको होला तपाईहरुले चाहिँ। हामी चाहिँ काट्छौँ ल हेर्नुहोस्। हेर्दै जानुहोस् है कसरी घाँस काट्ने भनेर आलुबारीको बिचमा। के आलु नै काटेर लाने हो बोटै। जस्ट फन गाइस हैन। यहाँ चाहिँ दिदी घाँस काट्दै हुनुहुन्छ म चाहिँ बसेर हेरिरहेको छु। अब चाहिँ म पनि घाँस काट्नुपर्छ गाइस। अनि घाँस काटिसकेपछि भेटौँला लेट्स गो। हेलो गाइस म चाहिँ यहाँ घाँस काट्न लागिरहेको छु देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यत्रो घाँस हैन म काट्न जाँदैछु। लेट्स गो हेरौँ है त। गाइस हाम्रो चाहिँ फाइनली घाँस काटेर दिदीले चाहिँ बोकेर हिँडिसक्नु भएको छ। उहाँ अगाडि गइसक्नु भएको छ दिदी चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले। अनि म पनि हिँडिरहेको छु। अब चाहिँ घर जान लागेको हामी चाहिँ। अनि तपाईहरुलाई मेरो भ्लग कस्तो लाग्छ कस्तो लाग्यो पक्कै पनि मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु। अनि आजको लागि चाहिँ यति नै। अरू भोलिको दिनमा नि अरू नयाँ भ्लगमा भेट्ने नै छु। तपाईहरुसँग उपस्थित हुने नै छु भन्दै ओके बाई। जय नेपाल गाइज।